ल म ठ्याक्कै यो गेटैमा हो तपाईँको पुलमा तपाईँ तपाईँ त्यो ब्याग बोक्ने हो पछाडि टी सर्ट लाएर माया पनि चाहिँ फर्स्ट राइड अनि त्यसपछि इन ड्राइभको फर्स्ट राइड फर्स्ट टाइम अनि फर्स्ट भ्लग पनि गर्दैछु होइन अनि हेर्ने छु जब हो लाउनुपर्छ भएको ओमकेश्वर महादेव हो हुन्छ मैले चाहिँ मान्छे लिइसकेको छु बानेश्वर शान्तिनगरसम्म एन्ड आजको राइड चाहिँ फर्स्ट राइड स्टार्ट गरिदिइहालौँ न दाइ ट्रायल दिन आउनु भएको हो एक्जाम कस्तो भयो राम्रो भयो अनि उहाँबाट बानेश्वरबाट किन यता त बानेश्वरबाट किन यता त बानेश्वरमा त्यहाँ छँदै छैन कुनै उता एकान्तकुण्डा नजिक पर्दैन यही ठिक छ यही ठिक छ कति मिनट लाग्यो हजुर कति मिनट लाग्यो 5-6 मिनट मात्रै लाग्यो हो सजिलै थियो पैसा सजिलो आउँछ मैले नि ट्रायल दिँदाखेरि सबभन्दा फर्स्टमा निस्केको तपाईँ सबजनाले पुलो पुलो हेर्दै थियो मलाई के भन्छ त्यो ट्रायल गाह्रो हुन्छ कि के हो त्यो ला सजिलो हुन्छ केही भन्दा के को मेरो बाइकको प्र्याक्टिस गर्नु बिहान आएर त्यहाँ मामा भान्जा भन्ने ठाउँमा एक कति पनि लाग्दैन केही नै हुँदैन कालो ओह्रालोमा गाह्रो हुन्छ अरे हुँदैन हुँदैन मेन कन्फ्युज भनेको चाहिँ साइड लाइटमा हो होइन साइड लाइटमा चाहिँ अलिक लास्टैको ऊ हुन्छ तर त्यस्तो डराउनु पर्दैन साइड लाइट चाहिँ हजुर यही बाटो बनाउनु भयो होइन मैले त एकान्त कुना गएकोमा चाहिँ त्यो साइड लाइट बाल्दाखेरि चाहिँ त्यो हुन्छ नि त्यो 8 कटाएर युटर्न गर्ने हुन्छ नि साइड लाइट बाल्नुपर्छ नि त होइन त्यो साइड लाइट नबालिकन जानु बरु होइन सबसे बढी फाल्यो भनेको त्यसैमा बरु साइड लाइट नबाल्नु म नि त्यसमा फालेको पहिलोचोटि यस्तो बाल्यो होइन साइड लाइट बाल्यो अनि मलाई त्यो बन्द गर्दाखेरि अर्कोपट्टिको लाइट बल्यो भने क्या तर बलेको थिएन मेरो चाहिँ अब बल्यो भने अब के गर्ने फेल भनिसकेपछि सकिएको तिनीहरूले फेल भनेर पछि लाग्छ त्यो बेला अब के भन्ने तिनीहरूलाई अनि फेरि सेकेन्डचोटिमा नि फालिदियो थर्डचोटिमा चाहिँ पास भयो आफू कन्फिडेन्ट हुनुपर्छ होइन त्यस्तो केही फरक पर्दैन आफू कन्फिडेन्ट छ भने बालै हुँदैन आज कस्तो भिड रहेछ यहाँ किन धेरै भिड छ धेरै मान्छे आज लास्टै मान्छे रहेछ त आज किन के गर्नुहुन्छ तपाईँ हजुर के गर्नुहुन्छ म एससिए गर्दैछु हजुर एससिए ए भर्खरै सकेर बसेँ हजुर के एससिए एससिए गर्दैछु के हो त्यो भने चाहिँ के भन्छ युकेको सिए ओहो युके जानलाई युकेको उताको सिए हो पैसा कति लाग्दो रहेछ उता जानलाई त्यो चाहिँ खै कोर्सको पैसा चाहिँ इक्जाम फी त्यसको महँगो छ एउटा इक्जाम दिनुपर्छ अनि त्यसमा एउटाको 25,000 बाफ्रे बाफ्रे अनि जानलाई छुट्टै खर्च लाग्ने होला होइन त्यो के भन्छ त्यो कोर्स पास भयो भने होइन 180वटा कन्ट्रीमा काम गर्न पाइन्छ क्या सिएको काम ए हे त्यो चाहिँ हो कति पढ्यो र तपाईँले हजुर कति पढेको हो तपाईँले म +2 पछि ज्याक जोइन गरिहालेँ हो ए अनि त्यो साइडमा बिबिएस जोइन गरेको छु
बागमती करिडोरमा नै यस्तो खतरा भएको छ यार। 140। ओहो चेन्ज छैन के गर्छ छ धन्यवाद। थ्याङ्क यू ब्रो। फर्स्ट राइड कम्प्लिट भइसकेको छ होइन। अब सेकेन्ड राइड आइसकेको थियो, मैले एक्सेप्ट गरिनँ। गर्नुपर्ने रहेछ 32-45 गरेन। यहाँ आइसकेको छ मेरो सेकेन्ड राइड होइन। 70 रुपियाँको कति पर्यो भने सेकेन्ड राइडको नरेन्द्र कान्छा चोकबाट अलि भित्र जाउँ अनि पिकअप गरौँ होइन। यो चाहिँ एयरपोर्टसम्मको छ, जम्मा 70 रुपियाँको। सर्ट राइड हानौँ होइन, ठिकै हुन्छ क्या। धेरै टाढा नल्याउँ। म चाहिँ धेरै बेर कुराउँदिनँ होइन। हेरौँ अब मैले चाहिँ 12 बजीदेखि सुरु गरेको ठ्याक्कै 12 बजेको राइड स्टार्ट गरेको थिएँ। अब फर्स्ट राइड कम्प्लिट भयो 12:30। सेकेन्ड राइडको गरौँ। बाटो बन्द छ अरे ल। कहाँसम्म बाटो बन्द हो यार। मोहन बात हो। हजुर बस्नु भाइ। उता पुगाइदिनु एयरपोर्ट त्यो आन्तरिक हुन्छ नि हजुर त्यहाँनिर। हजुर भएको मेरो मस्ती जान्दैन नि त। कस्तो हेरेको हो यार, मैले प्र्याक्टिस गर्दै हो यार। हजुर दाइ के भन्नुभयो? होइन होइन तपाईँको टाढैको यात्रा हो? होइन मेरो फुपूहरू जाँदै हुनुहुन्छ हजुर। त्यही भएर ए आउँदै हुनुहुन्छ कि जाँदै? जाँदै हो। ए भन्नाले झमगढी गइरहेको हो। ए आन्तरिक मेरो मतलब पैसा ल्याउनु बिर्सेछ यार, पर्सै ल्याउनु बिर्सेछ। अर्को रिक्वेस्ट आइसकेको छ। लेट्स गेट द्याट रिक्वेस्ट देन विल गो।
6 किलोमिटरको 120। ठिकै हो ठिकै। मामाहरूको बिग यहाँ मेरो प्रब्लम चाहिँ के छ भने नि हतार हतारमा रुममै आउँदाखेरि टिप लगाएको थियो 140 रुपियाँको होइन फर्स्ट टिप। अनि त्यहाँबाट हतार हतार गरेर निस्केको पर्स पैसै बोकेर पैसा चाहिँ चेन्जै छैन आज 1 रुपियाँ पनि छैन मसँग। धन्न बिल बुक चाहिँ ज्याकेटकै गोजी मेरो रहेछ। अब कसैले क्यास दियो भने छँदै छैन क्या, चेन्ज दियो भने ठिक छ, चेन्ज दिएन भने पैसा छैन। अनि अहिले 2 जनाले नि क्युआर गरिदिरहेछ। नट ब्याड, ठिक छ। 1 घन्टा भएको छैन हिँडेको, 12 बजे हिँडेको 12:46 भयो। यो तेस्रो टिप हो होइन। 70 140 भनेपछि 210 रुपियाँ भइसकेको छ। मान्छेहरूलाई कति हतार हुन्छ यार, के चिन्नु भने घरमा बजाबजै गर्छ। घरको फ्लाइओभर अलमोस्ट रेडी भयो भने जेठको अन्तिमबाट नै रेडी नहुने भएको अवस्था। यता माथि जाने हो 110 दाइ, थ्याङ्क यू। थर्ड राइड पनि कम्प्लिट भइसक्यो होइन, तर मोबाइलै ह्याङ भयो क्या यस्तो यार। बल्ल क्यास पैसा आइयो 110 रुपियाँ। फर्स्ट राइड, सेकेन्ड राइड, दिस इज थर्ड राइड। यो थर्ड राइड हो 110 रुपियाँ। बाफल गल्ली रे। अर्को रिक्वेस्ट आइसकेको छ होइन, 155 मिटर अवेड। यो राइड पनि कम्प्लिट भयो। अहिलेसम्म मेरो चाहिँ 4वटा राइड भयो। 4वटा राइड मध्येमा 439 चाहिँ मैले कमाइसकेको छु। अनि अहिले सबैजनाले सेवा दिनु भएको होइन। मैले ब्यालेन्स चेक गरेको छु। अहिले म भित्र छु। अनि अर्को राइड लागिरहेको छैन फिलहाल। अहिले खासै अर्डर पनि छैन, नजिकै कहीँ पनि छैन। टन्नै टिप गइसक्यो, अहिले 6-7 टिप भयो होला। अनि लास्ट टिममा चाहिँ 579 बनाइसकेको छु होइन। 519 भयो। मेरो डेली टार्गेट चाहिँ 830 बनाएको मैले यो चाहिँ होइन। यस्तो आवाज छ। 600 रुपियाँ मेरो गइसकेको छ। सबै टाढाको मात्र छ अहिले। लोकेसन यहाँको छ यार, माथि छ अरे मान्छे होइन। वहाँ चुचेपाडी चौकमा छु भन्छ यार, केएल टावरको लोकेसन हालेर। अनि उहाँको भएपछि त कहाँ हुन्छ यसरी। यतैतिर होला मान्छे। बस स्टेसन लिएर कहाँनिर खै त मलाई देख्नु भएको छ हजुर?
चाहिँ जब पर्छ अनि टर्छ भन्थे त्यस्तै हो क्या यो बाटो नि कहिले नबनाउने भयो यार जहिले भत्कै गर्छ जति बनायो नि बनाएको छ भत्काएको छ मैले किन फेरि काट्यो फेरि के हो के यार कस्तो जाम भएको यार थ्याट यो बौद्धमा चाहिँ लास्ट जाम हुने जहिले यार थ्याट जति हेर नि क्या यति फेरि लामो जाम हुन्छ जाम भुल्नै गाह्रो यार थ्याट अनि यो चाहिँ मेरो लास्ट राइड हो 6-7 राइड हान्ने होइन अनि चाहिँ मेरो घरैपट्टिको राइड मिला थलीसम्म जान्छ थलीबाट चाहिँ त्यत्तिकै फ्रीमा के अरे खाली फर्केर आउँछु अनि यस्तै हो ल होइन 4 घन्टा मैले पार्वतदेखि सुरु गरेको 4 घन्टामा 600 कमायो भन्दा चाहिँ 600 कमाउँदा ठिकै हो यार तेल हाल्नु पुगिहाल्छ आजलाई तेल हालिन्छ अब होइन एनजीको नि इभी गाडी हो खतरा खालको गाडी त यार स्पोर्ट्स जस्तो आएको छ पछाडिको लुक्स क्या दामी नेपाली जनताहरूलाई जति भने नि हुँदैन कि मान्छे यति एजुकेटेड छ र पनि होइन मान्छेहरू के गर्छ यहीँनिर रोड जेब्रा क्रसिङ छ यहाँ बाटो अलि तलबाट काटिरहन्छ के भन्नु रेड लाइट बलिरहेछ बाटो चाहिँ अनि फेरि लत्त काटिदिइरहन्छ तामा चिजहरू मागाडोस् चाहिँ बनाएको छ यार टाढा कहिले यस्तो ठाउँमा ल आज जान छिराउनु मिल्ने क्या कचक लाएर आइरहेको बाइक स्पिडमा उता ल त लाएर आइरहेको हुन्छ फेरि जबरजस्ती क्या कुरेर बस्ने त पेसेन्ट नै छैन कि नेपाली जनताहरूमा यत्तिको मेसिनहरू नेपालमा नै आउनु थालेछ यार चाहिँ विदेशमा मात्र ठ्याक्क देखिन्थ्यो होइन अहिले चाहिँ यो घोल्ने होइन मसला घोल्ने मेसिनहरू टक्क नेपालमा यसरी आउँछ अझ खनाउनु पर्ने रहेछ भने विदेशतिर चाहिँ के हुन्छ भने यो सर्लक्क लाएर पाइपबाट माथि गर्छ होइन अनि यस्तो बाहिर यस्तो फोहोर बनाएर नि लिएर हिँड्नु पाउँदैन क्या हाम्रो मैले विदेशमा देखाएको चाहिँ तर नेपालमा यहाँ बाल यहाँ पानी चुहाउँदै टक्क लाएर होइन पुरै यस्तो फोहोर बनाएर सिमेन्टको मसला बोकेर हिँडिदिन्छ भाइ के भन्ने भाइ कसलाई भन्ने अब धन्न यस्तो गाडी आइपुगेछ यार सरी रङ साइडबाट हिँड्नुपर्ने भयो होइन अनि साइडै थिएन त्यसैले रङ साइडबाट ओभरटेक गरायो मैले यस्तो स्पिडै नपुग्यो जस्तो भएको 50को स्पिड पुग्दाखेरि नि यार स्पिडै पुग्यो नि त
ओहो चेन छैन है 15 रुपियाँ हो 15 रुपियाँ छ 15 रुपियाँ दिनु त थ्याङ्क यू छ 715 715 यहाँ हो 804 रुपियाँ भएछ होला आजको अब चाहिँ फ्री राइड जाउँ एकछिन त्यहाँ मेरो जग्गासम्म जानु पर्यो एउटा त्यहाँ जग्गा छ जग्गा हेरेर आउनु पर्यो त्यसपछि चाहिँ काम त छैन आजको राइड पनि सक्यो जम्मा 4 घन्टा मात्र गरियो होइन आजलाई पहिलो दिनको राइड 700 रुपियाँ 700-800 रुपियाँ इन्कम भयो अब तेल हालिन्छ 600 रुपियाँ लाग्छ फुल ट्याङ्की तेल गर्न होइन त्यही हो अबलाई यति नै हो आज कस्तो पानी आउला जस्तो घरमा पानी तर आएन यहाँ ल अरे खैरेहरूले स्कुटी हायर गरेछ यिनीहरूले सानो माया तिमीलाई पानी बन लाग्यो यार त्यसका बाद चाहिँ एकछिन भाइ एकछिन जस्ट होल्ड अन एकैछिन रह न यार एकैछिन नपर्छ एकैछिन नपर्ने यार भनेको पानी बन्द थालिगयो यार रन्की भइरे रन्की पानी पऱ्यो यार लास्टै डर्किने भयो पानी घरसम्म पुगिन्छ हल्का भिजेर केही नै होइन के गरौँ